सभामुखमा डीपी आर्याले शपथ लिइसक्नु भएको छ। अब संसदमा सुरु भएको छ ठूलो राजनीतिक प्रतिस्पर्धा। उपसभामुख को बन्छ? उपसभामुख के ठुल्कुरो भएर जसलाई दिए पनि भइहाल्यो नि भन्ने लाग्न सक्छ, तर होइन, यो कुनै सामान्य पद होइन। उपसभामुख संवैधानिक परिषदको टोटल 6 जना मेम्बर मध्येको एउटा मेम्बर पनि हो। संवैधानिक परिषदले प्रधान न्यायाधीश, अख्तियार, निर्वाचन आयोग, लोकसेवा आयोग, मानवाधिकार आयोग लगायतका महत्त्वपूर्ण संवैधानिक निकायको नियुक्तिको सिफारिस गर्ने भएकाले यो पद निकै शक्तिशाली मानिन्छ। संविधानको धारा 91 अनुसार सभामुख र उपसभामुख 2 जना मध्ये 1 जना महिला र फरक फरक पार्टीको हुनैपर्छ। त्यसकारण अहिले कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाले उपसभामुखको लागि दाबी गर्न थालेका छन्। तर सानो पार्टीहरूले जति नै दाबी गरे पनि ठूलो पार्टीको हिसाबले राष्ट्रपाले जुन पार्टीलाई सहयोग गर्छ त्यही पार्टीले उपसभामुख पाउने निश्चित छ। उपसभामुख कुन पार्टीलाई दिने भनेर सभापति रवि लामिछाने र प्रधानमन्त्री बीच आइतबार बिहान छलफल भएको थियो, तर कुरा मिलिसकेको छैन। प्रधानमन्त्री नयाँ दल भएका कारण श्रम संस्कृति पार्टीलाई दिनुपर्छ भन्ने पक्षमा उभिनु भएको छ भने सभापति राप्रपालाई दिनुपर्ने पक्षमा उभिनु भएको छ। अब अन्तिम निर्णय शक्ति सन्तुलन र राजसभाको रणनीतिमा भर पर्नेछ। त्यसैले राजसभाले यो पद कसलाई दिने भन्ने निर्णय निकै सोचेर गर्ने सम्भावना छ। तपाईलाई के लाग्छ? राजसभाले उपसभामुखको लागि कुन पार्टीलाई सहयोग गर्छ होला?